एउटा जागिर खुलेको छ, एउटा जब खुलेको छ, टाइम पनि थोरै छ, जसलाई जरुरी छ त्यो अप्लाई गर्न सकिन्छ। प्रतिनिधि सभाको वेबसाइटमा जाने सबभन्दा पहिले प्रतिनिधि वेबसाइट छ, यसमा चाहिँ hr.parliament.gov.np भनेर छ, यसमा वेबसाइटमा जाने। त्यसपछि जसलाई नेपाली थाहा छैन भने हामी इङ्ग्लिसमा कन्भर्ट गर्ने यसलाई। यहाँ इङ्ग्लिसमा बटनमा क्लिक गरेपछि इङ्ग्लिसमा आउँछ। त्यसपछि यहाँ नोटिस लेखेछ, नोटिसमा गएर त्यसपछि सेक्रेटेरिएट नोटिस छ, यसमा क्लिक गर्ने। क्लिक गरेपछि यहाँ तल पढ्ने हाम्रो यहाँ आएको छ अस्थायी दरबन्दी सेवा पूर्ति, यसमा क्लिक गर्ने। अस्थायी दरबन्दी सेवा पूर्ति छ, यसमा क्लिक गर्ने। यो हाम्रो जब भ्याकेन्सी निस्केछ यो प्रतिनिधि सभा संसदमा। त्यसपछि यसलाई हामी डाउनलोड गरेर पढ्न सक्छ अथवा यसलाई लार्ज स्क्रिनमा गरेर पढ्न सक्छ। यसरी क्लिक गरेर यहाँ हामी पढ्ने। यो सेवा करार सेवामा छ, यो 7 दिनभित्र यो डेटमा ओपन भएछ, जेठ 6 गते ओपन भएछ। जब 7 दिनभित्र एप्लाई गर्नु छ। यहाँ सबै डकुमेन्ट भनेछ कि एउटै डकुमेन्ट एउटै फाइलमा बनाउनु, जति पनि डकुमेन्ट सब एउटै फाइलमा बनाएर यो इमेलमा पठाउनु छ। recruitment@parliament.gov.np मा पठाउनु पर्नेछ। यो जबहरू छ हाम्रो जति पनि छ, यो जब चाहिँ कुन पोस्ट छ अनि कुन पद छ अनि कति माग सङ्ख्या त सब लेखेको छ। यो लगभग त्यही जस्तो आइटी हेल्परमा एप्लाई गरिरहेको छ। यसमा तपाईँको 2टा पद डिमान्ड छ, सब हेरेर तपाईँ एप्लाई गर्न सक्नुहुन्छ। त्यसपछि सब पढ्ने के रिक्वायरमेन्ट छ कुन पदको लागि, जस्तो कि आइटी हेल्परको रिक्वायरमेन्ट छ 10 पास र 3 महिनाको बेसिक कम्प्युटर गरेको, कम्तीमा 6 महिना सम्बन्धित त्यो क्षेत्रमा अनुभव भएको, आइटी सम्बन्धी कम्प्युटर 6 महिनाको एक्सपिरियन्स भएको, वर्क गरेको, यस्तो रिक्वायरमेन्ट छ। त्यसपछि पढेर यहाँ कसरी एप्लाई गर्ने, के डकुमेन्ट छ, 18 देखि 55 वर्षसम्म रिक्वायरमेन्ट छ, नेपाली नागरिकता हुनुपर्ने डकुमेन्ट। त्यसपछि एजुकेसन डकुमेन्टमा मार्कसिटहरू, ग्रेडसिटहरू, ट्रान्सक्रिप्ट, प्रोभिजनल युज क्यारेक्टर सर्टिफिकेटहरू चाहिन्छ। दस्तुर बुझाइको सर्टिफिकेट, दस्तुर बुझाइको बिल पनि चाहिन्छ। अनि जसलाई लाइसेन्स छैन त्यो अप्लाई गर्न मिल्दैन, त्यसलाई कम्तीमा 2 व्हिलरको लाइसेन्स चाहिन्छ। यहाँ 2 व्हिलरको लाइसेन्स लेखेपछि 2 व्हिलरको लाइसेन्स चाहिन्छ। त्यसपछि यहाँ तपाईँको चार्ज पनि छ, राप तृतीय छ भने त्यसको 1200, राप प्रथम छ भने 700 अनि राप द्वितीय छ भने त्यसको 500 लाग्छ। यसरी नै बिहिनको 250 लाग्छ। यो हेरेर सब पेमेन्ट गरेपछि त्यो सब हामीलाई पिडिएफमा राख्नुपर्छ। पिडिएफलाई मर्ज गरेर एउटै पिडिएफ बनाएर त्यो इमेल आइडी छ त्यसमा एप्लाई गर्नुपर्नेछ। अनि यसको टाइम पिरियड पनि 5 बजे सकिन्छ, जेठ 12 गते अन्तिम मिति छ। यो सब पढेर हेरेर आफैले एप्लाई गर्न सकिन्छ। सब डकुमेन्टको पिडिएफ भयो, बिलको सबैको एउटैमा मर्ज गरेर, जस्तो कि यो कसरी मर्ज गरेको छ त्यस्तै पिडिएफ मर्ज गरेको, अनि यो इमेल आइडी माथि दिएको छ recruitment@parliament.gov.np, त्यसमा एप्लाई गर्न सकिन्छ। टाइम कम छ, यो पढेर हेर्नु होला। यो असार मसानसम्मको जबको लागि मात्र छ। लास्टमा लेखिन्छ त्यसको सर्टलिस्ट नाम हुन्छ, त्यसको लागि त्यसलाई मात्र इमेल अथवा कन्ट्याक्ट गरिन्छ, अथवा वेबसाइटमै रिजल्ट आउँछ, त्यहाँ गएर आफ्नो रिजल्ट हेर्न सकिन्छ। यो असार मसान्तको लागि मात्र लेखेछ, यहाँ लेखेछ असार मसान्तको लागि नियुक्ति गरिनेछ र पछि आवश्यकता अनुसार फेरि त्यो पदको लागि नवीकरण गरिदिन्छ। राख्ने इच्छा छ भने त्यो पदको लागि फेरि एक्सटेन्ड गरिदिन्छ टाइम। ल हस्, अहिलेको लागि यति नै। हाम्रो च्यानललाई सब्सक्राइब गर्नु, फेसबुक पेजहरूलाई फलो गर्नु। यस्तो जानकारी, जबको लागि जानकारीहरू, अरू पनि धेरै जानकारीलाई हामी धेरै भिडियोहरू अपलोड गर्नेछौँ। सबको लागि सबलाई सेयर गर्नुहोस्। हस्, धन्यवाद।